1:15 मा चाहिँ हाम्रो फ्लाइट थियो होइन। अनि लगभग 11 बजे चाहिँ हामी एयरपोर्टमा पुग्यौँ। अनि हाम्रो चाहिँ काठमाडौँ त्रिभुवन एयरपोर्ट नभएर भैरवाको एयरपोर्ट थियो के, गौतम बुद्ध एयरपोर्ट। अनि यो चाहिँ हामी एयरपोर्टमा पुग्दाखेरिको प्रोसेस हो। अनि बाँकी प्रोसेस चाहिँ अब भिडियोमा हेर्नुहोस् है त। ल फाइनल्ली चिया चाहिँ 120 को चिया है त, नर्मल चिया। ए सरी 150 को है त चिया। सबजना यहाँ बसिसक्यो हान, तर छरिएर बसे हान कि कोही पाइछन् कोही पाइछन्। साथी यता खान हाम्रो चाहिँ हाम्रो क्याफे यस्तो महँगो ठाउँ छ होइन। एउटा कम्पनी हो। माहौल चाहिँ यस्तो छ भित्र अहिले। कुन ठाउँ रे दाइ? कुन ठाउँ रे? आनसन कटालो पर्छ कापो भाइ। 75 जनामा जम्मा 6 जनी लेडिज रहेछन्, धेरै छैनन्। फाइनल्ली प्लेन पनि आइसकेको छ हामीलाई लग्नलाई होइन। अनि रेडी भएर बसिसक्यो साथी। के छ त, ठिक छ अरू? रेडी छु है लग्नलाई। ल सब रेडी भइसक्यो हामी। यताबाट चाहिँ भित्र इन्ट्री गर्ने। अनि त्यो छ प्लेन चाहिँ। हामी चाहिँ लास्टमा बढेर आउँछ। यहाँ साथी बसिरहेछन्, म बसिरहेको। हाम्रो अन्याय भइरहेको, हामीलाई लास्टमा छौँ हामी होइन साथी। त्यो पनि केही छैन, अब सब बसिरहेको यहाँ। अनि पछाडि चाहिँ खाली छ, फेरि हामी मात्रै छौँ क्या यहाँ, 2 जना। सडक ग्राउन्ड चाहिँ यो चाहिँ कोरियन छ। यस्तो छ अवस्था। ल फाइनल्ली प्लेन चढ्न लाग्यो अहिले। धेरै मान्छे अगाडि चाहिँ पछाडि चाहिँ हामी पुरै छौँ। खाना आइरहेछ है, खाना। थ्याङ्क यू। खाना है त साथी, ल है रेडी भइसक्यो है। ल है त फाइनल्ली यो खोल्यो हामीहरू चाहिँ। यहाँ चाहिँ चटनी छ, भयो। ल चाहिँ साथीको चटनी पनि हालिसक्यो साथीले। यता साथी पनि खाइरहेको, केटाहरू सबै खाइरहेको। ल अब टेस्ट गरेर छ त बस। ठिक छ नि साथी, स्वाद होइन? स्वाद ठिक छ नि? थाइल्यान्डको ट्रान्जिटमा हो है त्यो चाहिँ। थाइल्यान्ड पुग्ने बित्तिकैको यो भिडियो।
यो चाहिँ कोरियाको इन्सान एयरपोर्टमा कि ट्रेनिङ सेन्टरमा जानको लागि ट्रेनमा चढ्नलाई जानु थियो कि एलिभेटरबाट माथि चढेर ट्रेनिङ सेन्टरमा हामी साथीहरूको खाना खाइरहेको छ है त ट्रेनिङ सेन्टरमा साथी कस्तो लाग्यो खाना नास्ता खाएर बाहिर रुममेट साथीहरू चाहिँ यसो बाहिर शीतल भइराखेन अहिले ट्रेनिङको दोस्रो दिन होइन चिसो चाहिँ एकदमै कति छ कि एकदम धेरै चिसो छ ट्रेनिङ हलको भ्यू है त्यो चाहिँ यस्तो छ यो चाहिँ होस्टेल यो चाहिँ ट्रेनिङ हल यता केटाहरू छन् रमाइलो गरिराछन् होइन ट्रेनिङ सेन्टरमा बस्नलाई रुम हो हाम्रो होइन यो चाहिँ ढोका ढोकाइदिउँ त्यसपछि सुत्ने केटाहरूको 5 जना टोइलेट तातो चिसो दुइटै माथि आउँछ त्यहाँबाट है अनि दराज बोइलर सिस्टम हुन्छ बोइलर सिस्टम त्यो भएर रुममा चाहिँ तातो हुन्छ फेरि बाहिर चाहिँ अति चिसो छ कि लास्ट डे अब चाहिँ यसो कम्पनीतिर जानु लाग्छ यिनीहरू चाहिँ फिनल्यान्ड फिलिपिन इन्डोनेसियाहरू लास्ट दिन ट्रेनिङको चाहिँ हाम्रो सामानहरू हो यताको चाहिँ एकदमै बढिरहेछ अनि एकछिनपछि चाहिँ साउ लाग्न आउनुहुन्छ अरे हामीहरूलाई ट्रेनिङ सेन्टरको लास्ट यो चाहिँ फिलिपिन इन्डोनेसिया नेपाली म्यानमारहरू सब छन् यो चाहिँ हामीहरूको लगेज हो केटाहरू स्मोकिङ जोन हो यता ट्रेनिङ सेन्टर चाहिँ यो पनि लास्ट डे आज 16 घन्टा ट्रेनिङ सक्यो अनि के ल खोज्नु ल कार्डभित्र छ खोज्नु दाजु भेटाउनु सबले देखाइरहेको छ केटाहरू भगतमा आउँछ युट्युबमा साह्रो भइरहेको ट्रेनिङ भन त 2 शब्द मोबाइल छ 12 वर्ष सुत्यो होइन साथीहरू हल्ला गरेर आउने एउटा केटीसँग बोलेर आउने म होइन नि वाइफाई छोडेर ट्रेनिङ कस्तो भयो हाम्रो एकदम बब्बाल सबको बब्बालै भयो जस्तो लागिरहेको यस्तो यस्तो हरिदेऊ सब म देखेन नि त यार साउ आउँदै निकै गर्न लाग्नु भएको छ होइन अनि यहाँ चाहिँ सब खाली भइसक्यो तर धेरै खाली भइसक्यो कि हाम्रो सब चाहिँ आउनु लागेको छ सायद एकछिनमा चाहिँ हाम्रो सब पनि आउनुहुन्छ लगाउनलाई त्यसपछि साथी अनि यो चाहिँ कम्पनी पुगेको दिन हामीहरू चाहिँ हाम्रो काम चाहिँ के रहेछ भनेर यसो कम्पनीमा हेर्न लाग्यो होइन अनि कम्पनी चाहिँ यस्तो रहेछ हेर्दाखेरि भित्रबाट अनि यहाँ चाहिँ ठुल्ठुलो प्यानल बक्सहरू बन्ने रहेछ कि यस्तो होला यो प्यानल बक्स बिजुलीको यो चाहिँ ठुल्ठुलो के अरे ठुल्ठुलो भवनहरूमा चाहिँ बिजुलीको प्यानल बक्सको लागि
साउन्ड बनाउने ठाउँ अरे कि। फर वाचिङ, भिडियो चाहिँ यतिसम्म नै छ होइन। अब भिडियो हेरिसक्नुभयो भने लाइक, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला। धन्यवाद।